पर्यो हाई एभ्रिवान, हजुरहरू सबैलाई मेरो भ्लगमा वेलकम छ। हामी चाहिँ आज साथीहरू मेरो बहिनीहरू सानो ग्रुप चाहिँ नाइट क्याम्प जान लागेको छौँ। यहीँ सुर्खेतको भ्यालीमाथि छेडा हुन्छ कि लादे हुन्छ, अब त्यहीँ जान लागेको छौँ। तर अब कहाँ जाने, अब गए चाहिँ हिँडिसकेपछि थाहा हुन्छ। अनि बहिनी र म चाहिँ रेडी भएर निस्किन लागेको छौँ घरबाट। अरू साथीहरू चाहिँ बजारतिर छ। बाटो बनाउन लागेको भएर चाहिँ हामीले स्कुटी यता बाहिर नै राखेको थियौँ फुपू घर अगाडि। यो चाहिँ मेरो भदै हो, प्यारो भदै। हामी चाहिँ क्याम्पिङ जान लागेको छौँ। विश अस द बेस्ट लक। जालस जालस यहाँ स्कुटी लिस्ट बनाउ के लग्ने पहिला। अनि पेन र पेन्सिल ल्याउ त सिरो। पेन र पेन्सिल ल्याउ त सिरो। पेन त छ, पेन्सिल छैन, के गर्ने? म त हालिदिन्छु भिडियो, धेरै नमस्क्यो है दुईजना। हामीहरू चाहिँ अब हल्का स्न्याकहरू किन्न जाँदैछौँ। ए रेडी यहाँ तल बुलबुलेको जान्छ होला। बुलबुलेको यता चोक हो, यहाँ पर के दलिक रोडको चोक कि यता सुबोध मार जाम्ला माथिको। यहाँ चाबी घुसाउनु लाग्यो क्या, मैले होत्थो होला। वाइ चल्छ होला। एकछिन डिपमा हालिदिनु न। अलिक प्रपर प्लान गरेर हिँड्नु पर्ने हो। अस्ति पनि क्यान्सल गरेर जानु। हामी चाहिँ सामानहरू प्याक भइसकेको छ। अब अरू खानाहरू चाहिँ माथि गएर खाने हो कि, त्यही भएर चिप्सहरू मात्र लगेको। यहाँबाट चाहिँ हड्डी छैन क्या जिब्रोमा। अयो यहाँ चाहिँ बिजोक भयो मेरो। पानी खै पानी हाम्रो स्कुटी अगाडि अट्छ पानी। ए पखलमा न यो त। घाम त्यहाँ डुबिसकेको छ। साथीहरू झमक्कै रात परिसकेको छ यार। जस्तो हल्का सामान छुटेको भएर घर लिन जानु लाग्यो। माथि बाटोमै पर्छ घर चाहिँ, अनि लिन जाँदैछ। मेरो न त्यस्तो जहिले हाम्रो त यस्तै हुन्छ कि क्याम्पिङ जाने भनेर 2-3 दिन अगाडिबाट भन्यो न, अनि हिँड्ने बेला केही गराउनु अनि हतार पतार गरायो। एकचोटि त झन् पुरै यो त आज उज्यालो छ। लास्ट टाइम त पुरै अन्धकारमा गएर माथि 8 बजे 9 बजे जरपुटा पुगेर टेन्ट सेन्ट लगाएर गएर रमाइलो त हुन्छ कि। तर क्याम्पिङ भनेको त सनसेट हेर्नु गरेर पो जाने हो। त सनसेटै नभइने हल्का टाइममा जाने। हाम्रो त जहिले यस्तै हो। के गर्ने अब, सामानहरू बनाउँदा केही नलग्ने भन्दा के लग्ने भयो कि। लास्टमा त यहाँ सामानहरू पनि धेरै भयो। अहिले अब माथि अब घरबाट सामानहरू निकाल्छ। हामी चाहिँ निस्किनु लाग्यो बल्ल यति बेला। चमक्कै रातमा सब यिनीहरू ढिलो आएर हामी त 3 बजे रेडी भएको थियौँ। मस्त जोक मारा रे। हाम्रो त जहिले यही हुन्छ कि लगनको बेला हगन जस्तो कि। सरी फर द्याट वर्ड। तर मजा त है राति एकदम मजा हुन्छ नि है। तँलाई कस्तो लागिरहेको छ? मजा लाग्छ कि नै? ऊ अगाडि चाहिँ 2 बहिनी अनि उसको हस्बेन्ड चाहिँ सिङ्गल। 2 बहिनी अनि उसको हस्बेन्ड चाहिँ सिङ्गल। अरे कहना क्या चाहते हो? उसको हस्बेन्ड चाहिँ सिङ्गल छ। हामीहरू चाहिँ अब आधा बाटोमा पुगिसकेको छौँ। धेरै छैन, अब 10 मिनटमा पुग्छौँ होला। सबैजना पछाडि छौँ। अहिले चाहिँ हामी फर्स्टमा छौँ भन। झ्याप्पा आएर भुत गर्दै भने तपाईँले सत्तु जान्छ। चुटो लगाएर थुथु यस्तो बोल्नु नरहेको गरेको बेला हामी किसी की बात चाहिँ नै रहते। यो चाहिँ ट्र्याक्टर है गाइज। मालूम है तेरे बाप को मत सिखा चल। अगाडिबाट एमरा जान्छ जस्तो लागिरहेको छ। स्लो डाउन। तर मलाई त्यो ठुलो गाडीको लास्ट डर लाग्छ नि।
हामी चाहिँ फाइनल्ली छेडा आइपुगेछौँ। यु क्यान सी इन द बोर्ड। अब के गर्ने, अगाडि बाटो ध्यानमा चाहिँ सिधै हिँडिसकेका छन्। ओ सरी, ब्रेक लगाइसकेछन्। छेडाबाट क्रस भएर हामी चाहिँ लादेको यता भित्र बस्नु ठाउँ छ त्यता जाने रे। अनि उनीहरू चाहिँ हल्का सामान के लिनु छ भनेर चाहिँ लिँदैछन्। गाइस हामी चाहिँ स्कुटी लतार्दै लाँदै आइपुगेको छौँ। जाऊ सजिलो रहेछ यार, यति बाटो त ल्याइहाल्थ्यो। हेलो गाइस, वी आर फाइनली हियर। कति बजे 8:15 भएछ। अब 8:15 बजे बल्ल आइपुगेछौँ। हामी चाहिँ सामान अनलक हान्दैछौँ है स्कुटीबाट। स्कुटीको चाबी गयो। यहाँ रविन्द्र चाबी दे। जसको मोबाइल खराब छ त्यसले चाहिँ लाइट बालै किनभने त्यो फोटो हाल्नु पर्छ। मेरो बब्बाल छ, मैले बालिरहेको छु, त्यो लाइट के गरौँ? मेरो बब्बाल छ, मैले बालिरहेको छु, त्यो लाइट के गरौँ? दिप्तीको काम चलाउँछ भने के गरौँ? यो के हो? लैजामा लुङ्गीहरू लिएर तिमी लैजामा सिरानी हाल्नुहुन्छ। स्कुटी भन्दा बढी टायरहरू चिप्लिन्छ नि। टायर नै के खुट्टा, स्कुटीको टायर भन्दा बढी खुट्टा चिप्लिन्छ भन्न खोजेँ कि। म चाहिँ अब एकदम मजासँग भ्युज देखाउँछु। के भयो त्यो? चाउचाउको हुन्छ। के हुन्छ? भुताउँछ ए कि भुताउँछ? तिमीले मात्रै दियो थियो मलाई। ए त्यो वाला लिएछु, मैले भनेको वाला लिएछ। यो ह्यामकमा सुत्ने मान्छेहरूले के सुन न, कागती अनि त्यसै कागती र खुर्सानी बानेर सुत्नु। भूत किन? केटा मान्छेलाई झन् चुडेले सुन्छ। खोटा रहेछ, विचार गर्नु। जा पर गरी स्कुटी लिएर एकजना भएर कता तिमी सिरु तिम्रो मोबाइलमा त अब कता हो कि यार? ए मजा हुँदैछ त्यस्तो राख्न त टाउकोमा। त कति हल्का होस्। रमाइलो यतै रहेछ। रमाइलो यहाँ चाहिँ हामीहरू चाहिँ चटपटी प्रिपेयर गर्दैछौँ है। यस्तो भोक लागिरहेछ। अब खाना चाहिँ 10 साढे 10 बजीसम्म बन्छ होला। त्यति बेलासम्म चटपटी खाएर मासु म्यारिनेट गर्नु परेन फर्स्टमा। अब चस्मा प्याक गर्नुपर्ने हुन्छ। अब आँखा नदेखि नि बाल छैन, हेरिदिनु पर्यो। कैसा लगा मेरा मजाक? सङ्गम के गराइरहेको भन त? गीतै बन्द गरिदियो, तिम्रो भ्लगमा कपिराइट लाग्छ भनेर। अबि हो कपिराइट लाग्छ त्यसरी? लाग्छ नि। केही नथाहा छ भने नि दर्शक कहाँबाट? के हो त? टप 10 ब्लगर भएर छोड्छु। टप 10 रे टप 3 मा आउँछ नि। हाम्रो क्याम्पिङको मेन मान्छे चाहिँ उ है, अनि सेकेन्ड मेन चाहिँ दिपा। दुईटा सोल्ले हैन र हामीले। फ्ल्यास लाइट बाल्नु न, साइनिङ देखाउँछ फेस। नजिकबाट बाल्दै फेरि सनसेटमा भिडियो बनाउने भनेर हो कि लुङ्गी लिएर आएको। सङ्गमले भने कि राति गरामले कि लुङ्गी लाएर राति गरायो भने त चुडेलको जङ्गलमा चुडेल हिँडे जस्तो देखिन्छ। बिहान गराम र। बहिनी तिमीलाई कस्तो फिल भइरहेछ? तिमी त फर्स्ट टाइम आएको न क्याम्पिङ, कस्तो फिल भइरहेछ? ठिकै रमाइलो भन न, कस्तो ठिकै हो? यहाँ टेन्ट सेटअप गर्नुलाई त के गरिरहेछ नि? मेरो पेट
के गरेको थियो निदारको नसा मिल्ने दाइको त ह्याप्पी बर्थडे टु यु टिङ टिङ किस अबि 3टा ट्रेन रहेछ नि मैले त 2टा सोचिरहेको थिएँ चप्पल हराएको अवस्था यहाँ चाहिँ यस्तो चप्पल लगाइरहेको छु मैले हामी चाहिँ सब टेन्टभित्र सामानहरू राखेर उता होटेलमा खाना खान जाँदैछौँ खाना पाक्दै रहेछ अब त्यसो भए मोबाइलहरू चार्ज गरेर बस्छौँ अघि मन्टिब्लक तर मन्टिब्लक लिएको थियौँ त सँगमा हामीले खोइ अबि जान्न त मन्टिब्लक लिएर आउनु न हामीले लिएर आउँछौँ घरबाट मन्टिब्लक धेरैको हुन्छ त चार्ज गर्न मलाई डर नलागेको भए त म गइदिन्थेँ खानाहरू सब रेडी भइसकेको छ अब यहाँ खानासाना भ्याइसकेर किन हिँड्नु अल्छी लाग्यो यो गीताले मलाई बजा दिपा बजा भनिरहेको छ क्या अहिले पोलिहाल्ने हामी चाहिँ कति लगभग 20 चोटि एउटा गीत रिहर्सल गरेर अब फाइनलमा आउन छौँ है हामी टिकटकको लागि हामी बहुत दुःख भइरहेछ यो चाहिँ अहिले यो लादेमा छौँ हामी क्याम्पिङ गरेर छौँ जो लास्टै मजा आइरहेछ सबै साथीहरू एकै ठाउँमा जम्मा भएर एकछिन हामी साइलेन्ट मोडमा गइसकेको छौँ गाइज रातिको कति बज्यो 1 बज्यो 1:15 भइसकेको छ हामी मासु खाँदैछौँ हाम्रो दाइले हेर न कसरी टाउको A few moments later. हाम्रो यहाँ बिहानको हालत फेस सबजना हामी चाहिँ खासमा मुखसुख धुने हल्का फ्रेस हुनेर भनेर आएको पानी नै फोड रहेछ कि आएको फेरि अब उतै तलबाट लिएको पानी बोतलहरूको पानीले मुख धुने डिसाइड गरेँ अब मोबाइल चार्ज हुनसम्म क्यारम खेल्नु पर्यो यहाँ चाहिँ बिहानको अवस्था यस्तो छ अब पर्छ हेर नि यो त सामान राख्न ल्याएर जस्तो भएको कि यो टेन्टलाई त पानी पनि कसैले खोलेन छ लास्ट टाइम पानी ल्याउनु बिर्सेर पानीको अनिकाल भएको थियो अहिले त कसैले नखोलेको दुईजनाहरू त रात पनि नसुत्यो हामी चाहिँ बिहान बिहान लुङ्गी लाएर यस्तो फोटोसुट गर्दैछौँ यिनीहरू त लगाएन होइन मलाई सङ्गमले मात्रै दामी लाग्छ नि वाला यो सल्लाहहरूको रुके कस्तो राम्रो देखिने कि खाना वेस्ट नगरौँ भनेको कति धेरै मासु बचेछ रूपक यता देखाउ त कति छ मासु ऊ एक पाटा लगभग 1.5 केजी जति बचेछ काँचो मासु दिदिने
कस्तो मजासँग खायो यार ह्याप्पी दसैँ थ्याङ्क गड कुकुरहरू रहेछ र यिनीहरू धन्न खायो र खाना वेस्ट भएन खाना वेस्ट गर्नुहुन्न है गाइस न त अर्को जन्ममा सराप छ अरे खानाले अन्नले सराप छ अरे अर्को जन्म खानै नपाएर मरिन्छ अरे मलाई यस्तो कुराहरू कस्तो थाहा हुन्छ कि यस्तो कुराहरू उखानहरू भयो अर्को जन्ममा सराप छ अर्को जन्म सराप खान नपाएर मरिन्छ अरे अन्नले सराप छ अरे दुईजनाको यहाँ हड्डी पसली धरापमा छ अन्त सबै सामानहरू प्याक भइसक्यो अब चाहिँ हामी यहाँबाट निस्किनु पर्छ यस्तो ह्याङ बनाएको छ कि त्यो अनिदो भएर अब चाहिँ हामी यहाँबाट निस्किन लागेको फोनमा घुमाउन एकचोटि घुमाइदियो हामी चाहिँ अब यहाँबाट निस्किसक्यौँ मलाई चाहिँ यस्तो ज्यान उल्लास भएर स्कुटी चलाएन कि यहीँ पछाडि बसेर आइरहेको छु त अहिले चलाइरहनु भएको छ स्कुटी चाहिँ कस्तो राम्रो कुरा छ यहाँ त्यही अब त्यो माथि हजुरको साथी देख्नु हो कि नै